हाई गाइस, के छ हालखबर सबैजना सन्चै। लु आज हामी चाहिँ के गर्छौँ भन्दाखेरि आजबाट चितवनबाट निस्केका गैँडाहरूले गर्ने मेकअप कसरी गर्छन् भनेर हामी गर्छौँ। म थिचेर निकाल्छु तर निस्किन मानिरहेको छैन। ल लगाएँ मैले। ढ्यान के हो यो? ढ्यान काग्री छेरेको जस्तो छ सेतो सेतो। अर्को के हो यो? माटो 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 यो माटो माटो लाएर पनि मान्छे राम्रो हुँदछ। माटो के हो? स्पोन्ज 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 स्पोन्ज। ओहो कस्तो खालको पर्पल चस्मा होइन फेरि अर्को माटो। त्यो मुखमा के आयो अब? हेर्दै जाउँ। आमामामा अनुहार यो के भएको? इँटाको धुलो आँखामाथि। इँटाको धुलो होइन, पाउडर हो। इँटाको पाउडर, मेकअप पाउडर। अर्को के आयो यो फेरि? दल्दा 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 हेर्नु है त यहाँ। यस्तो गर्ने त्यस्तो गर्ने त्यस्तो गरेर त्यस्तो गर्ने अनि त्यस्तो गरेर नाकमा आँखामा लायो। ऐना हो कि चस्मा हो कुरा बुझ्न गाह्रो भइसक्यो। मुस्कान, वाह 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 क्या मुस्कान। यति दल्दा पनि अझैसम्म राम्रो देखिनु भएको छैन उहाँ। हामी हेर्दै जाउँ टु बी कन्टिन्यू। हेर्दै जाउँ। आशिका तामाङ ड्रेस चेन्ज 1 मिनटमा लुगा चेन्ज। ओ हो भाई साहब ये लगा लिया सल, ये हो गई रेडी।